साह्रै मेरो मन्त्री उम्मेदवारी चाहिँ नेपाली काङ्ग्रेस मेरो उम्मेदवारी अग्रज नेताहरूले गरेका जुन विकास निर्माणका कामहरू छन् त्यसलाई पूर्णता दिने र नयाँ राष्ट्रिय गौरवका व्यक्तिको आवश्यकता अनुसारलाई व्यक्तिलाई भाग गर्ने पार्ने र म्याग्दी जिल्ला यो आफैमा सम्पूर्ण चिजले भरिपूर्ण सम्भवै नै सम्भावनाले भरिएको छ। यसमा जल जमिन जङ्गल र जनसङ्ख्या यो सबैले भरिपूर्ण भएको जिल्ला हुँदाहुँदै पनि यो पछाडि परेको जिल्लालाई कसरी यसलाई चाहिँ भरपुर मात्रामा प्रयोग गरेर स्रोत साधनहरूलाई प्रयोग गरेर म्याग्दीको समृद्धि र म्याग्दीको सुख र विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जवाब र म्याग्दी जिल्ला प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएको हाइड्रोको प्रशस्त मात्रामा सम्भावना जङ्गल र जमिन पनि कृषियोग्य जमिन र जडीबुडीयुक्त जङ्गल भएको हुनाले यसको भरपुर मात्रामा सदुपयोग गरेर म्याग्दी जिल्लाको समृद्धि सुख ल्याउनको लागि मेरो उम्मेदवारी हो र म आफै पनि कानुनको विद्यार्थी भएको नाताले यस्ता भूगोल भएका जिल्लाहरू जो म्याग्दी एउटा हिमाली जिल्लामा पर्छ पहाडी जिल्लाहरू छन् ती जिल्लाहरूमा विकासको जुन एउटा पोलिसी छ नीति छ त्यो असाध्यै गलत छ र यसलाई संसद मार्फत मेरो आइडियाले मेरो योग्यताले मेरो क्षमताले भएसम्म यसलाई यो एकदमै यो नीतिलाई परिवर्तन गरेर अहिलेको समय सापेक्ष पोलिसी बनाउने नीति बनाउने काम पनि मेरो हुन्छ त्यसको लागि पनि मेरो हजुरको शैक्षिक पनि गरेर काम गर्नु गरेर फर्केर आएपछि मैले नेपालमै केही गर्नुपर्छ भनेर यो अहिलेको जमानामा टेक्नोलोजीको विकास गर्नुपर्छ भनेर मैले यो सुरुवात गरेको थिएँ र मैले नेपालको आवश्यकताअनुसार प्रविधि विकास गर्नुपर्छ र प्रविधि भनेको विदेशबाट आयात गऱ्यो भने तपाईँको असाध्यै महँगो पर्ने र हाम्रो रिक्वायरमेन्ट फुलफिल नहुने हुनाले हाम्रो आवश्यकतालाई हेरेर प्रविधिको विकास गर्नुपर्छ भनेर मैले हाम्रो टिम खडा गरेर प्रविधिको विकास पनि हामीले धेरै प्रविधिहरू विकास गरेका छौँ। जस्तै लोड सेडिङ भएको विकराल अवस्थामा यसलाई कसरी म्यानेजमेन्ट गर्न सकिन्छ भनेर एउटा सिद्धान्त प्रतिपादनै हामीले गरेका थियौँ र त्यस पश्चात यो समाजमा जुन यो माओवादी आन्दोलनताका जुन समाज तस नस थियो सुरक्षा निकायहरूले जनताको सुरक्षा दिन नसक्ने अवस्था थियो त्यो अवस्थामा कसरी सुरक्षा हुन्छ त भन्दाखेरि मैले एउटा अध्ययन गरेका थियौँ त्यसमा नेबरहुड हार्मोनी यो जुन छिमेकीहरूकै सद्भावले चाहिँ मात्रै हामी सुरक्षित हुन सक्छौँ भन्ने एउटा सिद्धान्त पढेको भरमा हामीले त्यसलाई फेरि पद्धतिमा टेक्नोलोजीमा बदलेर हामीले कम्युनिटी रेस्क्यु साइरन भनेर त्यो एउटा समाजमा एउटा रेस्क्यु साइरन पनि हामीले प्रतिपादन गरेका थियौँ। त्यो सिद्धान्त पनि हामीले पेटेन्ट राइट समेत लिएका थियौँ र त्यस पश्चात नेपालमा संसारमै अहिले हाजिरको यो को भाग हुनाले नेपालमा पनि हामीले विकास गर्न सकिन्छ। यहाँ चाहिँ हाम्रो जुन निर्वाचन पद्धति फरक खालको छ विदेशको त्यही पद्धतिमा ढालेर हामीले यसलाई मेसिन मार्फत टेक्नोलोजी मार्फत भोटिङ गर्न सकिन्छ भन्ने सिद्धान्त पनि हामीले प्रतिपादन र त्यसको आविष्कारै हामीले गरेका छौँ र त्यो अहिले धेरै ठाउँमा तपाईँले सुन्नुहुन्छ विद्युतीय मेसिनले भोटिङ भयो त्यो हामीले नै निर्माण गरेको हामीले नै आविष्कार गरेको हाम्रो त्यसको पेटेन्ट राइट छ। नेपालको जुन पेटेन्ट शाखा छ उद्योग मन्त्रालय त्यसमा हाम्रो पेटेन्ट राइट छ र हामी धेरै यो टेक्नोलोजीहरू हामीले चाहिँ उत्पादन गरेका छौँ आविष्कार गरेका छौँ र त्यसको इम्प्लिमेन्ट पनि त्यसको प्रयोग पनि समाजमा गर्छौँ।